तपाईहरुले पनि जीवनमा फेल हुने डर छ भने एकपल्ट त्यो चराले सोच्नु होला। अगर उड़ती हुई चिड़िया ये सोचती कि मैं इतने ऊपर से गिर गई तो मैं मर जाऊंगा, तो वो चिड़िया कभी उड़ नहीं सकता था। हो, जीवनमा तपाईहरुले पनि फेल हुने डर हुन्छ भने त्यो फेल नै तपाईहरुको जीवनमा सफलको एउटा सिडीको अर्को खुड्किलो हो। म आज त्यो व्यक्तिको बारेमा चर्चा गर्छु जुन व्यक्तिले यो संसारको 100% पिपलमा 90% पिपल माथि राज गरिरहेको छ 10% पिपलले। त्यो व्यक्ति को हो? यो संसारमा 100% व्यक्तिबाट 10% व्यक्ति मात्रै सफल हो, जसले यो संसारको 90% जनतामाथि पिपलमाथि राज गरिरहेको छ। चाहे त्यो खेलाडी होस्, बिजनेसम्यान होस्, एक्टर होस्, चाहे त्यो बिल गेट होस्, एलन मस्क होस्, धीरूभाई अम्बानी होस्, रोनाल्डो होस्, चाहे मेसी होस्, चाहे त्यो खेलाडी सेक्टरबाट होस्, चाहे बिजनेसम्यान होस्, चाहे एक्टर होस्। वास्तवमा यिनीहरूले कसरी त्यहाँसम्म पुग्यो? कि कुनै लक साथ दिएको थियो, कि दिन रात लेबरको जस्तो काम गरेर त्यति पैसा कमायो, कि स्मार्ट वर्क गरेर पैसा कमायो? हो, त्यो व्यक्तिको बारेमा आज हामी यो भिडियोमा चर्चा गर्छौं। एलन मस्कले आजभन्दा 2-4 दिन पहिला आफ्नो फेसबुकमा एउटा पोस्ट राखेको थियो, जुन पोस्ट थियो, म दिनमा 16 घण्टा, हप्तामा 7 दिन र सालको 365 दिन काम गर्छु। तब म यहाँसम्म पुगेको छु भने मान्छेले मलाई लक्की ठानेको छ। कहाँको लक्की हो? जीवनमा सफल हुनको लागि सुतेर मात्र हुँदैन, काम गरेर हुन्छ, मेहनत गरेर हुन्छ। हो, यो व्यक्तिहरूले लेबरको जस्तो दिन रात मेहनत गरेर यहाँसम्म पुगेको हो, कि स्मार्ट वर्क गरेर यहाँसम्म पुगेको हो? हो, यो दुनियाँमा 8औं अजुबा रहेको छ। 8औं अजुबा के हो? कम्पाउन्डिङ। यो दुनियाँमा जति पनि सफल भएको व्यक्ति छ, त्यो सफल भएको व्यक्तिलाई कम्पाउन्डिङ गरेकै हो। जसले सफल भएको छ त्यसले कम्पाउन्डिङ नगरेको यस्तो कुनै व्यक्ति छैन। त्यो कम्पाउन्डिङ कसरी गरेको हो? त्यो कम्पाउन्डिङ कुनै बिजनेस गरेको हो, कुनै प्रोडक्टिभ सेक्टरमा लगानी गरेको हो, या कुनै कम्पनीको कुनै सेयरमा लगानी गरेर होस्। कम्पाउन्डिङ मिन्स 1 रुपियाँलाई 2 रुपियाँ बनाउनु, 2 रुपियाँलाई 4 रुपियाँ बनाउनु, 4 रुपियाँ 8 हुँदै गरेर करोडपतिसम्म बन्नु हो। त्यो मान्छेसँग एकैपल्ट त्यति पैसा आएको होला त? कि कतै लकबाट कतैबाट पैसा पाएको छ? छैन। त्यो व्यक्तिहरू पहिले जुन व्यक्तिको बारेमा चर्चा गर्यो, त्यो व्यक्तिहरू पनि जीवनमा कहिले जिरो हुनुहुन्थ्यो र जिरोबाट हिरो हुनको लागि कडा परिश्रम गर्नुभयो। कडा परिश्रम मात्रै होइन, जीवनमा तपाईँ कति कमाउनुहुन्छ त्यो महत्त्वपूर्ण छैन, त्यो कमाएकोबाट कति बचाउनुहुन्छ त्यो महत्त्वपूर्ण हो। त्यो कमाएकोबाट कति इन्भेस्टमेन्ट गर्नुहुन्छ, कति लगानी गर्नुहुन्छ, त्यो महत्त्वपूर्ण कुरा हो। त्यो कमाएकोबाट कति पैसाले तपाईँले कम्पाउन्डिङ गर्नुहुन्छ, त्यो महत्त्वपूर्ण कुरा हो। किनकि यो संसारमा जति पनि यो 90% जनतामाथि यो 10% जनताले राज गरिरहेको छ, सबैले पैसा कमाएको मात्रै होइन, त्यो कमाएको पैसाले बचाएको हो र बचाएको पैसालाई कम्पाउन्डिङ गरेको हो। जुन कम्पाउन्डिङलाई यो संसारमा 8औं अजुबाको रूपमा लिएको छ। यो 8औं अजुबा त्यस्तै बनेको होइन। 1 रुपियाँलाई 2 रुपियाँ, 2 रुपियाँलाई 4 रुपियाँ, 4 रुपियाँलाई 8 रुपियाँ हुँदै गएर करोडसम्म बनाउने क्षमता बोकेको हुन्छ यो कम्पाउन्डिङले। र यो कम्पाउन्डिङ बिजनेसमा होस्, या प्रोडक्टिभ सेक्टरमा होस्, या कुनै सेयरमा लगानी गरेर होस्, तर त्यो व्यक्तिले कम्पाउन्डिङ गरेकै हो। एउटा रिच पर्सन र एउटा पुअर पर्सनको त्यही फरक हो। रिच पर्सनको सोचमै फरक हुन्छ, पुअर पर्सनको सोचमै फरक हुन्छ। त्यो व्यक्तिहरू कसरी त्यहाँसम्म पुग्यो, कसरी रिच हुन पुग्यो? मात्र पैसा कमाएर होइन,
तपाईँ कति कमाउनुहुन्छ त्यो महत्त्वपूर्ण छैन, कमाएकोबाट कति तपाईँ बचाउनुहुन्छ, कति त्यसलाई लगानी गर्नुहुन्छ, कति त्यसलाई कम्पाउन्डिङ गर्नुहुन्छ। हो, यो संसारमा जति पनि सफल भएको व्यक्ति छ सबैले कम्पाउन्डिङ गरेको र कम्पाउन्डिङ गरेरै यहाँसम्म आएको छ र यो संसारमा विश्वभरिमा नाम कमाएको छ। त्यसले तपाईँहरू पनि कम्पाउन्डिङ गर्नु र आजैबाट 2 रुपियाँ कमाउनुहुन्छ भने त्यसबाट कम्तीमा 50 पैसा बचत गरेर त्यसलाई लगानी गर्ने बानी बसाउनुहोस्। त्यो कुनै प्रोडक्टिभ सेक्टरमा होस् या कुनै सेयरमा होस्, तर लगानी गर्नुहोस्। ल यसरी त्यो मानिसहरूले रिच हुन पुग्यो। आजको भिडियो कस्तो लाग्यो? भिडियो राम्रो लाग्यो भए भिडियोलाई लाइक गर्नुहोला, सब्सक्राइब गर्नुहोला च्यानललाई। आजको लागि यतिकै, धन्यवाद। जय नेपाल।